मेसिन चाहिँ अन भइसक्यो। अब हाम्रो युट्युब च्यानलमा है सबैले स्वागत छ मेरो युट्युब च्यानलमा। हामी चाहिँ अहिले ह्याचिङ मेसिन चट्टलाई रेडी गरिरहेको छौँ। अब अन्डा हाल्ने हो कि अनि चट्टलाई र ह्याचिङ मेसिनमा चाहिँ खासै अब डोल्पामा त यो बत्तीको भरोसा छैन। हाम्रो चाहिँ समथिङ 70 to 72वटा अन्डा क्यापासिटी भएको ह्याचिङ मेसिन चाहिँ छ। ह्याचिङ मेसिन चाहिँ यही हो, हाम्रो ह्याचिङ मेसिन चाहिँ यही हो। टक्कलाई यो मोटर हो, यो चाहिँ ह्याचिङ मेसिन हो। अटोमेटिक इन्क्युबेटर भन्छ यसलाई चाहिँ। हाम्रो इन्क्युबेटरको माथिल्लो भाग चाहिँ यहाँ छ। यो चाहिँ इन्क्युबेटरको माथिल्लो भाग हो। अनि इन्क्युबेटरको माथिल्लो भाग हो। यसमा चाहिँ हुन्छ अटोमेटिक टाइमर सेटिङ हुन्छ। 90 मिनटको फरकमा चाहिँ आफै अन्डालाई रोटेट गर्छ। यो घुम्छ किनकि यहाँ मोटर लागेको हुन्छ। यो चाहिँ सेन्सर हो यसको, त्यहाँ जोइन हुन्छ। 90 मिनटमा अन्डा चाहिँ अटोमेटिक घुमाउँछ। अनि यो चाहिँ अन्डा खास कुखुराको अन्डा चाहिँ 72वटा हो क्यापासिटी भएको यसको चाहिँ। अनि त्यो अन्डाको साइज ठुलो भयो भने चाहिँ 60 to 65सम्म चाहिँ अटाउँछ। बट्टाइको अन्डा चाहिँ 100 एबो पनि अटाउँछ यसमा चाहिँ। अनि अहिले चाहिँ हामीले अब यो सफा गरिसक्यौँ। सफा गरेर अब टक्क रेडी भइसकेको छ। एकछिनमा चाहिँ अन्डा राख्ने हो। अन्डा चाहिँ यसपालि चाहिँ धेरै नराख्ने, जम्मा 30वटा राख्ने। एकचोटि चाहिँ कति 62वटा अन्डा राखेको थिएँ। यसको चाहिँ सेन्सर बिग्रेर बोर्ड बिग्रेर चाहिँ अन्डा सबै खेर गएको थियो। अनि उहाँ चाहिँ मेरो मम्मी अनि कालिजलाई चारो हाल्दै हुनुहुन्छ। काली चाहिँ अहिले एउटा मात्रै छ क्या फेरि। यो यहाँ चाहिँ कुखुरा छन् हाम्रो टक्क। हाम्रो चाहिँ प्योर लोकल कुखुराहरू हुन्छ है। आफै कोर्लिन्छन्, कोर्लिरहेको छ माउहरू। अब बच्चा निकाल्ने बेला पनि भइसक्यो। त्यहाँ चाहिँ फाइटर कुखुराहरू छ हाम्रो। त्यो चाहिँ फाइटरको भालेहरू हो। अनि अहिले सानो सानो बच्चाहरू पनि छ यहाँ सानो सानो बच्चाहरू पनि छ। कुखुराको सानो सानो बच्चाहरू पनि निक्लेछ। अब चाहिँ एकछिनमा अन्डा सन्डा हाल्छौँ। मेसिनलाई चाहिँ रेडी गर्छौँ हामी। अब चाहिँ म यहाँ पानी लिएर आएको छु। यो यहाँ सुरुमा चाहिँ अलिकति पानी हाल्नुपर्छ, हल्का उता छेउमा, धेरै होइन, थोरै उता छेउमा पानी हाल्नुपर्छ। यता छेउमा पानी हाल्नुपर्छ थोरै, बिचमा अलिकति, धेरै पर्दैन। यति भए चाहिँ हुन्छ। झ्याकमा पानी छ, बिचमा यति पानी हाल्नुपर्छ। अनि अब कम्प्लिट सेटअप चाहिँ भइसकेको छ। पानीको 2टा बोतल जडान भइसक्यो। किनकि पानी सप्लाई यहाँ दिनुपर्छ। यो पानीले चाहिँ ह्युमिडिटी मिलाउने काम गर्छ। सापेक्षिक आर्द्रता हुन्छ नि त, रियलिस्टिक ह्युमिडिटी। अनि सापेक्षिक आर्द्रता चाहिँ मिलाउँछ यो पानीले। एउटा सप्लाई यता, एउटा सप्लाई उताबाट दिनुपर्छ। पानीको सप्लाई चाहिँ दिनुपर्छ कन्टिन्यू। यो पानीको सेटअप गर्दाखेरि चाहिँ अलिक तनाव झन्झटिलो छ। यहाँबाट पानी एकदम पोखिन्छ क्या उल्टो गरेर राख्दाखेरि। अनि पानी चाहिँ हामीले दिइसकेका छौँ। यहाँभित्रै पानी छ, टोटल्ली पानी आइसकेको छ। अब हामीले चाहिँ अब अन्डा चाहिँ टक्क लगाएर राख्छौँ होइन। अब अन्डा चाहिँ हाल्यौँ। मम्मी लिनु त बाटा बाहिर। अन्डा चाहिँ यहाँ हामीले हालिसक्यौँ। यही हो, यसपालि चाहिँ धेरै भएन अन्डा भन्नाले पनि। अब त्यही हो, यसपालि चाहिँ अब यति नै हालौँ। अझै राम्रो भयो भने चाहिँ अरू पनि हालौँला। अब अन्डा हालिसकेपछि मैले मेसिनको माथिको कभर चाहिँ लगाइदिन्छु। अनि यो पनि जोडिदिन्छु। मैले चाहिँ अब अन्डा चाहिँ कम्प्लिटली हालिसकेँ भित्र, यहाँ पनि देखिन सक्छ। अन्डा चाहिँ मैले हालिसकेँ। अब मेसिन चाहिँ अन गर्छु मैले। मेसिन चाहिँ अन भइसक्यो। अब हाम्रो अहिले चाहिँ 15 डिग्री सेल्सियस छ। मेसिनको टेम्परेचर मिलाउँछु मैले। अब 37.5 डिग्री सेल्सियस छ। यो चाहिँ धेरै भइहाल्छ टेम्परेचर। अहिले चाहिँ हामीले घटाएर 37 खास अब 37मा राख्नुपर्ने। अब अहिले मैले चाहिँ खास भनेर 37मै राखौँ, किनकि भन्दा पहिला धेरै राखेर मेसिन बिग्रेको थियो। 37 डिग्री सेल्सियसमा चाहिँ मैले टेम्परेचर सेट गरिदिइसकेँ। हाम्रो फ्यान चलिसक्यो। 37 डिग्री सेल्सियस टेम्परेचरमा छ मेसिन। पानीहरू पनि टक्क कम्प्लिट सेटअप भइसक्यो। अब अटोमेटिक मोटर घुम्छ। 90 मिनट पुगिसकेपछि मोटर चाहिँ ल हेर्नुहोस्, अहिले पनि घुमाउन मिल्न त। ल हेर्नु, यो मोटरको अप्सन हो। भित्र यहाँ मोटर घुम्छ। मोटर घुम्यो भने अन्डाहरू पनि सर्लक्क उसले रोटेट गर्छ। मोटर चाहिँ यहाँनिरको स्प्रिङहरू पुरै घुम्छ।
अनि अन्डा 90 मिनटमा घुम्छ, यो मोटरले घुमाउँछ चट्ट लगाएर। अब 16 डिग्री सेल्सियस भइसक्यो अहिले नै टेम्परेचर, 16.8 डिग्री सेल्सियस भइसक्यो टेम्परेचर चाहिँ। अब 4 दिनमा चाहिँ हामीले उ गर्छौँ, यहाँबाट लाइटको अप्सन पनि हुन्छ। यो लाइट बल्बले हामीले क्यान्डलिङ गर्न सक्छौँ, किनकि यहाँबाट हामीले क्यान्डलिङ गर्छ। 5 दिन पुग्यो भने चाहिँ यसको भित्र बच्चा छ छैन अनि भनेर क्यान्डलिङ हुन्छ। 5 दिन पुग्यो भने चाहिँ यसको भित्र बच्चा छ छैन म क्यान्डलिङ गरेर देखाउँछु है त तपाईँहरूलाई। ल त्यही हो, टाटा बाई बाई। अब डेली भ्लग आउँछ, डेली अब अन्डाहरू चेक जाँच अब हुन्छ। 4 दिन पुग्यो, अब यसको 5 दिन पुग्यो भने चाहिँ अन्डा फर्टिलाइज हुन्छ। 5 दिनमा चाहिँ यिनीहरूको मुटु बन्छ, रगतहरू चाहिँ बन्छ। अब 5 दिन पुग्यो भने चाहिँ म अन्डाको एकचोटि चाहिँ लाइटमा राखेर पनि देखाउँछु तपाईँहरूलाई। अनि यसको बच्चाहरू निक्ल्यो भने चाहिँ टोटल म कम्प्लिटली देखाउँछु। अहिलेको लागि चाहिँ टाटा बाई बाई।